किन बोलाको मलाई? अब हामी यसरी भेटिराख्नु राम्रो होइन। यो हाम्रो अन्तिम भेट हो। सिर्जनाले हाम्रो सम्बन्धबारे सबै थाहा पाइछ। एक दिन थाहा हुनु नै थियो, थाहा भयो, ठिकै भयो। तर उसलाई हामी भेटेको बोलेको मन पर्दैन रे। कसलाई मन पर्छ र? आफ्नो मान्छे अरूको अँगालोमा गएको। तँलाई पनि त पीडा हुँदो। म सिर्जनासँग हुँदा उसको वरिपरि भएको देखेर तँलाई पनि त मन पर्दैन थियो होला है? मन नपरेर म के गर्न सक्छु र? सिन्दुर पोतेले पाएको अधिकार माया गर्ने मान्छेले नपाउँदो रहेछ। ऊ सिन्दुर पोते लगाएर आए, 2 दिनमै तमाथि अग जमाए। म वर्षौंदेखि तँलाई माया गरेर तँसँग सुख दुःख साट्दै आए, तर मेरो कुनै हक नै रहेन। मलाई माफ गर केशु। मैले अबदेखि तँसँग भेट्दिन बोल्दिन भनेर सिर्जनालाई वचन दिएँ। सिर्जना हाम्रोमा पनि आएकी थिए, यही भने